नर्मल अवस्थामा यो हाम्रो पाठेघर हो भने यो पाठेघरको मुख भयो, यो पाठेघरको माथिको भाग भयो भनेदेखि साल चाहिँ माथिपट्टि बस्ने, बच्चा चाहिँ तलपट्टि बस्ने हुन्छ। जसले गर्दाखेरि बेथा लागेको अवस्थामा या बच्चाको टाउको तल जाँदै गरेको अवस्थामा साल माथि नै रहिरहने भयो, बच्चाको टाउको तल जाने भयो, यसले गर्दाखेरि कुनै पनि असर हुँदैन। यो भनेको नर्मल प्रेग्नेन्सी भयो। अब कुनै कुनै बेला चाहिँ बच्चाको टाउको चाहिँ माथि हुने या बच्चा माथि हुने, यो साल जुन छ यो चाहिँ यहाँ आएर तल आएर बस्ने, तल्लो भागमा पाठेघरको हुनसक्छ। यसलाई चाहिँ हामी प्लासेन्टा प्रेभिया भन्छौँ। अब यो चाहिँ किन रिक्स हुन्छ भन्दै गर्दा यसरी डेलिभरी हुने बेलामा या बच्चा त बढ्दै गइसकेपछि बच्चा तल आउँदै आउँदै गर्दाखेरि यहाँ भएको सालले चाहिँ तल मुखमा आएर बस्दाखेरि यसले माथिबाट आएर थिच्यो, तल आउने बाटो छैन। यस्तो अवस्थामा चाहिँ ब्लिडिङ हुन सक्ने। ब्लिडिङ कसको हुन सक्ने त भन्दा आमाको पनि बच्चाको पनि। त्यो कारणले गर्दा बच्चा पनि पेटमै खेर जान सक्ने रिक्स। अर्को आमाको जिउमा अत्याधिक ब्लिडिङ भएर आमाकै पनि ज्यान जान सक्ने रिक्स भएको कारणले गर्दा यो चाहिँ अलिकति डेन्जरस कन्डिसन भयो। यस्तो केही देखिन्छ भने चाहिँ हजुर अलिकति केयरफुल हुन पर्यो। रेगुलर भिजिटमा डक्टरको परामर्श अनुसार, त्यही सल्लाह अनुसार मात्र अगाडि बढ्नु पर्यो प्रेग्नेन्सीमा। अर्को भनेको भारी कामहरू नगर्ने, अप्ठ्यारो बाटो, लामो दूरीको बाटो ट्राभल नगर्ने, शारीरिक सम्पर्कहरू नगर्ने, सकेसम्म बेड रेस्ट गर्न पर्यो। अर्को जुन हजुरले सोध्नु भएको छ साल चाहिँ माथि जान्छ कि जाँदैन भन्ने कुरामा, प्रेग्नेन्सीको 20-22 हप्ताको अवस्थामा मात्र यस्तो साल तल बसेको देखिएको छ भने चाहिँ पाठेघर बढ्दै जाँदाखेरि यो साल पनि, यहाँ बसेको साल पनि पाठेघर तन्किँदै जाँदा साल पनि माथि सर्दै जान सक्ने हुनसक्छ। त्यो भए पनि नर्मल प्रयास गर्न सकिन्छ, प्रेग्नेन्सी नर्मल हुनसक्छ। प्रेग्नेन्सी बढ्दै गयो तर साल सरेन, बच्चा मात्र बढ्दै गयो भने चाहिँ यति बेला चाहिँ यो प्लासेन्टा प्रेभिया भयो। यति बेला चाहिँ रिक्स हाई हुने भएको भएर रेगुलर फलोअपमा बसेर डक्टरको परामर्श अनुसार डेलिभरी गराउन जरुरी हुन्छ।